नमस्कार साथीहरु, तपाईहरु गाउँघरमा पक्कै पनि सुन्नुभयो होला, फलानोलाई पाइल्स भयो, चिलानोलाई फिसर भयो र फलानोलाई फिस्टुला भयो। एक्चुअली त्यो कुन रोग हो त्यसको बारेमा म तपाईहरुलाई एकदम सिम्पल भाषामा बुझाउन गइरहेको छु। कृपया यो भिडियो अन्तसम्म हेर्दिनु होला। सबैभन्दा पहिला पाइल्सको बारेमा भनौं। पाइल्स भनेको एउटा त्यस्तो रोग हो जसमा मलद्वारको भित्रबाट वा मलद्वारको बाहिरपट्टि मासु पलाएको हुन्छन् र जुन चाहिँ दिशा गर्ने बेलामा मलसँगै बाहिर आइरहेको हुन्छन्, जुन चाहिँ फिगरमा देखाइएको छ। अब चाहिँ फिसरको बारेमा कुरा गरौँ। फिसर भनेको एउटा त्यस्तो रोग हो जसमा मलद्वारको पछाडिपट्टि, अगाडिपट्टि या साइडमा कुनै पनि ठाउँमा के हुन्छ भने मलद्वार च्यातिएको हुन्छ। जस्तै कि ओठ फाटिन्छ नि, त्यस्तै मलद्वार च्यात्नु, त्यसलाई नै फिसर भनिन्छ। अब फिस्टुलाको कुरा गरौँ। फिस्टुला चाहिँ दुवैतिर मुख भएको एउटा पाइपको जस्तै स्ट्रक्चर हो र यो शरीरको विभिन्न ठाउँमा हुने गर्दछन्। हामी चाहिँ फिस्टुला इन एनोको बारेमा कुरा गर्दैछौँ। अब मलद्वारको फिस्टुला भनेको के हो भने यसमा पनि दुवैतिर मुख भएको हुन्छन्। एउटा मुख चाहिँ मलद्वारको भित्र जसलाई एनल कनाल वा रेक्टम भनिन्छ र अर्को चाहिँ मलद्वारको वरिपरि हुने गर्दछन्। यसमा के हुन्छ भने पिलो आउने, पिलो पाक्ने र त्यसबाट पिप बग्ने वा पानी बग्ने गर्दछन् र पानी बग्दाखेरि या चुइदाखेरि के हुन्छ भने बिरामीलाई के हुन्छ भने पेन हुन्छन् र निस्किसकेपछि डिस्चार्ज निस्किसकेपछि बिरामी ठिक हुन्छन्। र यो पिलो चाहिँ कहिलेकाहीँ पाक्ने र कहिलेकाहीँ आफै ठिक हुने गर्दछन्, तर फेरि रिकरेन्स हुन्छन्। यसैलाई फिस्टुला भनिन्छ, जुन चाहिँ तपाईहरु फोटोमा स्पष्ट देख्न सक्नुहुन्छ। यसरी हामीहरु पाइल्स, फिस्टुला र फिसर बुझ्न सकिन्छौं। यदि तपाईहरुलाई यो भिडियो राम्रो लागेमा कृपया फलो गरिदिनु होला। म पक्कै पनि फेरि यस्ता युजफुल भिडियोहरु बनाउने गरिरहन्छु। हस्, धन्यवाद।